नेपालको पुँजी बजार कसैका लागि यो अवसरको खानी हो, कसैका लागि अलि रहस्यमय ठाउँ। तर यसलाई चलाउने नियमन गर्ने निकाय चाहिँ एउटै छन्, नेपाल धितोपत्र बोर्ड अर्थात् सेबन। आज हामी यही सेबनको अलि भित्रै पसेर कुरा गर्नेछौँ। हामीसँग केही लेखहरू अनि अनुसन्धान नोटहरू छन्। तिनकै आधारमा सेबनको काम, यसले अर्थतन्त्रमा पार्ने असर र अहिले खुब चर्चामा रहेको विषय विदेशी पोर्टफोलियो लगानी एफपीआईको सम्भावनाबारे अलिक गहिरिएर छलफल गरौँ न। हाम्रो उद्देश्य सेबनले कसरी काम गर्छ, पुँजी बजारमा यसको खास भूमिका के हो अनि त्यो विदेशी लगानी भित्राउने कुराले नेपालको बजार र अर्थतन्त्रलाई कतातिर लैजान सक्छ भन्ने कुरालाई अलि सरल भाषामा बुझ्ने र बुझाउने प्रयास हो। ल सुरु गरौँ है त। सुरुमै कुरा गरौँ सेबनको परिचयबाट। यो नेपालको शेयर बजारको मुख्य नियामक हो भन्ने त धेरैलाई थाहा छ, तर यसको स्थापना कसरी भयो, अलि पृष्ठभूमिबाटै जाउँ न। हो, सेबनलाई नेपालको धितोपत्र बजारको सर्वोच्च नियामक निकाय भनिन्छ। यसको औपचारिक स्थापना चाहिँ सन् 1993 जुन 7 मा भएको हो। त्यो बेला तत्कालीन धितोपत्र ऐन 1983 मा पहिलो संशोधन भएको थियो। अनि त्यसले त्योभन्दा अगाडि एउटा संस्था थियो, सिक्युरिटिज एक्सचेन्ज सेन्टर, एसईसी भन्ने। एसईसी हो, एसईसीलाई चाहिँ यसले प्रतिस्थापन गर्यो। त्यो एसईसीले आफै एक्सचेन्जको काम पनि गर्थ्यो, नियमन पनि अलिअलि गर्थ्यो। अहिले चाहिँ सेबनले धितोपत्र ऐन 2063 र त्यस अन्तर्गत बनेका नियमहरू अनुसार काम गर्छ। भनेपछि पहिला एउटै निकायले एक्सचेन्ज र नियमन दुवै गर्थ्यो, पछि छुट्याइयो। हो, ठक्कै। एसईसीले दुवै काम गर्थ्यो। सेबन बनेपछि नियमनको काम छुट्टै भयो, अलि विशिष्टीकृत भयो भनौँ न। अनि यसले शेयर बजार मात्र हेर्छ कि अरू पनि केही छ? यो रोचक कुरा छ। धेरैलाई थाहा नहुन सक्छ। वस्तु विनिमय बजार ऐन 2017 भन्ने आयो नि। त्यो ऐन आएपछि सेबनले शेयर बजार मात्र होइन, सुन, चाँदी, कृषि उपज जस्ता वस्तुहरूको कारोबार हुने कमोडिटी एक्सचेन्ज बजारलाई पनि नियमन गर्छ। कमोडिटी मार्केट अन्ति? हो, यसको मूल उद्देश्य भनेको बजारलाई निष्पक्ष बनाउने, प्रभावकारी अनि पारदर्शी बनाउने, लगानीकर्ताको हित जोगाउने र समग्र बजारको विकास गर्ने नै हो। यसको संरचना कस्तो छ त? मतलब कसले चलाउँछ सेबनलाई? को हुन्छन् त्यहाँ? यसको सबभन्दा माथि 7 सदस्य सञ्चालक समिति हुन्छ, बोर्ड भन्छौँ नि हामी। त्यसमा एकजना पूर्णकालीन अध्यक्ष हुनुहुन्छ। उहाँलाई नेपाल सरकारले 4 वर्षका लागि नियुक्त गर्छ। अरू सदस्यहरूमा चाहिँ अर्थ मन्त्रालयबाट एकजना सहसचिव, कानून मन्त्रालयबाट एकजना सहसचिव अनि नेपाल राष्ट्र ब्याङ्कबाट डेप्युटी गभर्नर। राष्ट्र ब्याङ्क पनि? हो, त्यसबाहेक नेपाल चार्टर एकाउन्टेन्ट संस्था, आइक्यान भन्छौँ नि, जो देशका सीएजहरूको नियामक हो, त्यहाँबाट एकजना प्रतिनिधि अनि नेपाल उद्योग वाणिज्य महासङ्घ, एफएनसीसीआई, निजी क्षेत्रको छाता सङ्गठनबाट पनि एकजना प्रतिनिधि रहनुहुन्छ। 7 जना भयो त? अध्यक्षसहित 7 जना। अनि भित्र काम गर्नका लागि चाहिँ मुख्य 4 वटा विभागहरू छन्। नियमन विभाग, सुपरिवेक्षण विभाग, वस्तु बजार र अनुसन्धान विभाग अनि व्यवस्थापन र कानुनी विभाग। खर्च चाहिँ कसरी चल्छ त यत्रो निकायको? यसले सरकारी अनुदान पनि पाउँछ अनि नेपाल स्टक एक्सचेन्ज नेप्सेले गर्ने कारोबारबाट एउटा निश्चित प्रतिशत शुल्क लिन्छ। कम्पनीहरूले शेयर, आइपिओ, एफपिओ जारी गर्दा दर्ता शुल्क तिर्छन् अनि आफ्नै कोषबाट पनि केही आम्दानी हुन्छ। संरचना त बुझियो, तर यसले वास्तवमा काम कसरी गर्छ त? दिनौ के हुन्छ सेबोनमा, अलि व्यावहारिक रूपमा हेर्दा? यसका मुख्य कामहरूलाई हामी 4 भागमा बाँडेर हेर्न सक्छौँ है। पहिलो, नियमन। दोस्रो, इजाजत पत्र वा दर्ता। तेस्रो, सुपरिवेक्षण अनि चौथो, बजार विकास। विस्तारमा भन्नु न अलि। ल, नियमन अन्तर्गत के पर्छ भन्दा सेबनले बजारका खेलाडीहरू जस्तो ब्रोकर, मर्चेन्ट ब्याङ्कर अनि कम्पनीहरूले कसरी सेयर जारी गर्ने, आइपिओ, एफपिओ, डिबेन्चर, त्यसका लागि नियम र निर्देशिकाहरू बनाउँछ। तपाईले सुन्नुभएकै होला, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, मर्चेन्ट ब्याङ्कर नियमावली, यस्ता नियमहरू सेबनले नै जारी गर्ने हो। दोस्रो भयो इजाजत पत्र दर्ता। यसले स्टक एक्सचेन्ज, अहिले त एउटा मात्रै छ नेप्से, ब्रोकरहरू, मर्चेन्ट ब्याङ्करहरू,
क्रेडिट रेटिङ एजेन्सी जस्ता संस्थाहरूलाई काम गर्ने लाइसेन्स दिन्छ अनि पब्लिक कम्पनीहरूको सेयर पनि यसैले दर्ता गर्छ। ठिक छ। तेस्रो, सुपरिवेक्षण। यो चाहिँ निकै महत्त्वपूर्ण काम हो। लाइसेन्स दिएर मात्र भएन नि, उनीहरूले नियम कानुन मानेका छन् कि छैनन् भनेर निरन्तर हेर्नु पर्यो। यसमा सूचीकृत कम्पनीहरू र ब्रोकर, मर्चेन्ट ब्याङ्कर जस्ता मध्यस्थकर्ताहरूको अनुगमन पर्छ। कसैले भित्री सूचना चुहाएर सेयर किनबेच गर्यो कि, इन्साइडर ट्रेडिङ वा मिलेम्तोमा बजारलाई अस्वाभाविक रूपमा तलमाथि पार्न खोज्यो कि, मार्केट म्यानिपुलेसन, यस्तो कुरा हेर्ने काम यसै अन्तर्गत पर्छ। अनि कारबाही नि? हो, नियम नमान्नेलाई कारबाही गर्ने। सम्पत्ति शुद्धिकरण निवारणका लागि पनि यसले काम गर्छ। चौथो भयो बजार विकास। यसमा नयाँ नीतिहरू ल्याउने, नयाँ लगानीका साधनहरू मतलब फाइनान्शियल इन्स्ट्रुमेन्ट्स भित्र्याउने पहल गर्ने अनि लगानीकर्तालाई सचेत बनाउने कार्यक्रमहरू चलाउने पर्छ। यी कामहरू प्राय निप्से र सिडिएससीसँग मिलेर गर्छ। बजार विकास र आधुनिकीकरणको कुरा गर्दा सेबोनले पछिल्ला वर्षहरूमा केही महत्त्वपूर्ण कदमहरू चालेको देखिन्छ नि, होइन? जस्तै त्यो अनलाइन कारोबार प्रणाली। हो, सेबोनका रणनीतिहरू हेर्दा पुँजी बजारलाई आधुनिक बनाउने र अर्थतन्त्रमा यसको भूमिका बढाउने देखिन्छ। त्यो स्वचालित कारोबार प्रणाली नेट्स त्यो एउटा ठूलो फड्को थियो। त्यसले गर्दा घरबाटै वा अफिसबाट सेयर किनबेच गर्न सम्भव भयो नि। एकदम। अनि अर्को महत्त्वपूर्ण सुधार थियो त्यो डिजिटल आइपिओ आवेदन, जसलाई हामी एएसबिए प्रणाली भन्छौँ। त्यसले आइपिओ भर्दा ब्याङ्क खाताबाटै पैसा रोक्का हुने व्यवस्था ल्यायो। पहिला त घण्टौं लाइन बस्नु पर्थ्यो नि। नि कति झन्झट थियो। एएसबिएले सर्वसाधारणको सहभागिता ह्वात्तै बढायो। यी बाहेक बेला बेलामा पुँजी बजार सुधारका लागि गुरु योजनाहरू, मास्टर प्लानहरू पनि बनेका छन्। कहिलेकाहीँ विश्व ब्याङ्क जस्ता अन्तर्राष्ट्रिय निकायले प्राविधिक सहयोग पनि गरेका छन्। अनि सूचीकृत कम्पनीहरूले कसरी राम्रोसँग चल्नुपर्छ भनेर संस्थागत सुशासन निर्देशिका जारी गर्ने, बजारलाई काठमाडौँ उपत्यका बाहिर पनि विस्तार गर्ने प्रयासहरू पनि भएका छन्। अब अलिकति आर्थिक पाटोतिर लागौँ न। सीबोन जस्तो नियामक निकायले देशको समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ त? यो त नियम बनाउने र अनुगमन गर्ने निकाय मात्रै त होइन होला? निश्चय पनि होइन। सीबोनले नियमन गर्ने जुन पुँजी बजार छ, त्यसले अर्थतन्त्रमा निकै महत्त्वपूर्ण भूमिका खेल्छ। यसले सर्वसाधारणसँग छरिएर रहेको सानो सानो बचतलाई जम्मा पारेर उद्योग व्यवसाय जस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्ने एउटा माध्यम, एउटा प्लेटफर्म दिन्छ। कसरी? प्राथमिक बजार मतलब आइपिओ, एफपिओ मार्फत कम्पनीहरूले नयाँ पुँजी जुटाउँछन्। अनि दोस्रो बजार नेप्सेमा त्यही सेयरको किनेबेच हुन्छ, जसले लगानीकर्तालाई तरलता दिन्छ। जब पुँजी बजार बलियो हुन्छ, राम्रोसँग नियमन गरिएको हुन्छ, तब व्यवसायहरूले सजिलै पुँजी पाउँछन्। यसले आर्थिक वृद्धिलाई सघाउँछ, वित्तीय प्रणालीलाई गहिरो बनाउँछ। अर्कोतर्फ नेप्से परिसूचक बढ्दा वा घट्दा त्यसले लगानीकर्ताको मनोविज्ञान र उनीहरूको सम्पत्तिमा प्रत्यक्ष असर पार्छ। यसको असर समग्र अर्थतन्त्रमै देखिन सक्छ। तर सबै कुरा यति सकारात्मक मात्रै त छैन होला। बेला बेलामा सेबोन र पुँजी बजार विवादमा पनि तानिन्छन् नि। खास गरी त्यो भित्री कारोबार र बजार चलखेलका आरोपहरू लाग्छन् बारम्बार। यस्ता चुनौतीहरू के छन् त? एकदमै सही प्रश्न उठाउनु भयो। सेबोन र नेपालको पुँजी बजारले धेरै चुनौती र कहिलेकाहीँ स्क्यान्डलहरूको पनि सामना गर्नु परेको छ। यो यथार्थ हो। तपाईले भने जस्तै बजारमा भित्री कारोबार भएको अनि ठूला वा शक्तिशाली खेलाडीहरूले मिलेमितोमा सेयरको मूल्य घटाउने बढाउने गरेको आरोप बारम्बार लाग्ने गर्छ। यस्तो अवस्थामा सेबोनको अनुसन्धान गर्ने र दोषीलाई कारवाही गर्ने क्षमता पर्याप्त छैन कि भन्ने आलोचना सुनिन्छ बेला बेलामा। हो, त्यो सुनिन्छ। अर्को ठूलो चुनौती भनेको नियामक क्षमताकै सीमितता हो। बजार दिन प्रतिदिन जटिल बन्दै गएको छ। नयाँ प्रविधि, नयाँ कारोबार गर्ने तरिकाहरू आइरहेका छन्। यस्तो अवस्थामा बजारको सूक्ष्म निगरानी गर्न, छिटोभन्दा छिटो नीतिहरू लागू गर्न अनि नियम मिच्नेलाई तत्काल कारवाही गर्न सेबोनसँग पर्याप्त दक्ष जनशक्ति र आधुनिक प्रविधि छ कि छैन भन्ने प्रश्न उठ्छ। अनि राजनीतिक प्रभाव नि नियुक्तिहरूमा? हो, त्यो पनि एउटा गम्भीर चिन्ताको विषय हो।
अध्यक्ष र सदस्यहरूको नियुक्ति प्रक्रियामा राजनीतिक प्रभाव पर्ने गरेको गुनासो पनि सुनिन्छ। यस्तो हुँदा नियामक निकायले लिने निर्णयहरू बजारको आवश्यकता र सिद्धान्तभन्दा पनि राजनीतिक स्वार्थ वा शक्तिशाली व्यापारिक समूहबाट प्रभावित पो हुने हुन् कि भन्ने चिन्ता जायज नै हो। नियामक क्षमताको कुरा गर्दा कतै बाहिरका अन्तर्राष्ट्रिय संस्थाहरूको अनावश्यक दबाव वा हस्तक्षेप पो आउँछ कि सेबनलाई, त्यस्तो केही छ? प्रत्यक्ष हस्तक्षेप भन्दा पनि यसलाई अन्तर्राष्ट्रिय प्रभाव वा सहकार्य भन्नु सायद बढी उचित होला। सेबोन अन्तर्राष्ट्रिय धितोपत्र आयोगहरूको संगठन आयोस्को भन्ने छ, त्यसको सदस्य हो। आयोस्को हो। सदस्य भइसकेपछि उसले आफ्नो नियम कानूनहरूलाई अन्तर्राष्ट्रिय मापदण्डसँग मिलाउनु पर्ने हुन्छ। यो एक प्रकारको सकारात्मक दबाव नै भयो। अनि यसले विश्व ब्याङ्क, एसियाली विकास ब्याङ्क, एडीबी जस्ता संस्थाहरूबाट बजार सुधारका लागि प्राविधिक सहायता पनि लिने गर्छ। सामान्यतया यस्तो प्रभाव बजारलाई आधुनिकीकरण गर्ने र सुशासन बढाउने खालको हुन्छ, अनावश्यक नियन्त्रण गर्ने खालको चाहिँ हुँदैन। ल, यी त भए चुनौतीहरू। अब यिनलाई सम्बोधन गर्न र एसईबीओएनलाई अझ बलियो बनाउन के कस्ता सुधारका उपायहरू सुझाइएका छन् त? स्रोतहरूमा के गर्न सकिन्छ? केही महत्त्वपूर्ण सुझावहरू छन्। पहिलो त त्यही नियुक्ति प्रक्रियामा सुधारको कुरा आयो। अध्यक्ष र बोर्ड सदस्यहरूको नियुक्ति राजनीतिक प्रभावबाट मुक्त हुनु पर्यो, पारदर्शी हुनु पर्यो, योग्यतामा आधारित हुनु पर्यो भन्ने जोरदार माग छ। यसो हुन सक्यो भने नियामक स्वायत्तता बढ्छ र निर्णयहरू निष्पक्ष हुन्छन् भन्ने अपेक्षा हो। यो त महत्त्वपूर्ण कुरा भयो। अरू? दोस्रो, क्षमता अभिवृद्धि र प्रविधिमा लगानी। वास्तविक समयमा बजारको निगरानी गर्न छिटो जालसाजी पत्ता लगाउन रेजटेक मतलब रेगुलेटरी टेक्नोलोजी भन्छ नि, त्यस्ता आधुनिक उपकरणहरू भित्र्याउन आवश्यक छ। कर्मचारीहरूको दक्षता बढाउन तालिम र स्रोत साधनमा लगानी गर्नुपर्छ। तेस्रो, नयाँ वित्तीय उपकरणहरूको विकास, डेरिभेटिभ्स, फ्युचर्स, अप्सन्स जस्ता अनि एक्सचेन्ज ट्रेडेड फन्ड ETFs, नगरपालिका बन्ड जस्ता नयाँ लगानीका साधनहरू छिटो ल्याउनुपर्छ। यसले के फाइदा हुन्छ? यसले लगानीकर्ताहरूलाई जोखिम व्यवस्थापन गर्न र आफ्नो लगानी विविधीकरण गर्न थप विकल्प दिन्छ। अहिले त कि शेयर, कि डिबेन्चर, कि म्युचुअल फन्ड सीमित छन् नि त। अनि चौथो, कडा कारवाही। बजारमा हुने गलत काम, मार्केट अब्युज प्रति शून्य सहनशीलता अपनाएर छिटो र देखिने गरी कारवाही गर्दा मात्र लगानीकर्ताको विश्वास जित्न सकिन्छ। यी सुधारहरूको कुरा गर्दा एउटा ठूलो चर्चाको विषय छ जसले सायद सबैले जोड्न सक्छ, त्यो हो विदेशी पोर्टफोलियो लगानी एफपीआई को प्रवेश। यो किन यति महत्त्वपूर्ण मानिँदैछ? आखिर के हो यो एफपीआई भनेको? एफपीआई अर्थात् फरेन पोर्टफोलियो इन्भेस्टमेन्ट। अब यो भनेको चाहिँ विदेशी नागरिक वा संस्थाहरूले कुनै देशको वित्तीय सम्पत्ति जस्तै स्टक, शेयर वा बन्ड, ऋणपत्रमा गर्ने लगानी हो। यो प्रत्यक्ष विदेशी लगानी एफडीआई भन्दा फरक छ। कसरी फरक छ? एफडीआईमा विदेशीहरूले कम्पनीमा व्यवस्थापन नियन्त्रण नै लिने गरी वा नयाँ उद्योग खोल्ने गरी लगानी गर्छन्, जुन प्राय दीर्घकालीन हुन्छ। तर एफपीआईमा चाहिँ मुख्य उद्देश्य छोटो वा मध्यम अवधिको नाफा कमाउनु हुन्छ। अनि यसमा लगानी भित्र्याउन र झिक्न पनि एफडीआईको तुलनामा सजिलो हुन्छ। अब नेपालमा एफपीआईको आवश्यकता किन महसुस गरियो त भन्दा हाम्रो बजारका केही सीमितताहरू छन्। जस्तै बजारमा तरलता, लिक्विडिटी एकदमै कम छ। दैनिक कारोबार प्राय 5 अर्ब रुपैयाँ भन्दा कम हुन्छ। यो निकै सानो हो त। अर्को, बजारमा ब्याङ्किङ क्षेत्रका कम्पनीहरूको सेयरको प्रभुत्व अत्यधिक छ। बजार पुँजीकरणको 60% भन्दा बढी हिस्सा त ब्याङ्कहरूकै छ। यसले गर्दा बजारमा पर्याप्त विविधीकरण छैन, साथै लगानी गर्ने साधनहरू पनि सीमित छन्। यी समस्याहरूलाई सम्बोधन गर्न विदेशी लगानी आवश्यक देखिएको हो। भनेपछि अहिलेको अवस्था के छ त? 2025 सम्म आइपुग्दा के आज कुनै विदेशी नागरिकले सिधै नेप्सेबाट शेयर किन्न सक्छ? 2025 सम्मको अवस्था हेर्दा विदेशी लगानीकर्ताहरूलाई सिधै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दोस्रो बजारबाट शेयर किन्न र बेच्न अनुमति छैन।
यो पहुँच हाललाई नेपाली नागरिक र गैरावासीय नेपाली एनआरएनमा मात्र सीमित छ। एनआरएनले चाहिँ पाउँछन्? एनआरएनले पाउँछन्, तर विदेशी लगानी भित्र्याउने अप्रत्यक्ष बाटो भने खुला छ। त्यो हो विशेष लगानी कोष मार्फत। स्पेशलाइज्ड इन्भेस्टमेन्ट फन्ड्स SIFs भन्छन्। भेन्चर क्यापिटल वा प्राइभेट इक्विटी फन्डहरू यसका उदाहरण हुन्। यस्ता कोषहरूले सेबनमा दर्ता हुनुपर्छ र उद्योग विभाग DOI-बाट पनि लगानी स्वीकृति लिनुपर्छ। प्रक्रिया अलि झन्झटिलो होला है? थियो, तर 2025मा केही महत्त्वपूर्ण परिवर्तनहरू भए जस्तो छ नि? हो, ठ्याक्कै। 2025मा दुईवटा महत्त्वपूर्ण घटनाक्रम भए। जनवरी 10मा एउटा अध्यादेश आयो जसले सिफ मार्फत लगानी गर्ने प्रक्रियालाई केही सरल बनायो। त्यसले सिफमा लगानी गर्न र पैसा ल्याउन DOI-को स्वीकृति प्रक्रियालाई सहज बनाइएको छ। यद्यपि करका नियमहरू त लाग्छन् नै। त्यसपछि जुलाई 2025मा सेबोनले आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्यो। त्यसमा एउटा ठूलो घोषणा थियो, एनआरएन नागरिकता भएकाहरूलाई दोस्रो बजारमा सिधै शेयर कारोबार गर्न दिने। त्यो त ठूलै कुरा भयो। हो, यसलाई चाहिँ FPI पूर्ण रूपमा खुला गर्ने दिशामा एउटा महत्त्वपूर्ण तर सानो पाइला मानिएको छ। यो एनआरएनलाई मात्रै खोल्नुलाई क्रमिक उदारीकरण भनिएको रहेछ। किन एकैचोटि सबै विदेशीलाई खोल्न नसकिएको होला? केही कारण छ? यो क्रमिक नीतिको पछाडि जोखिम व्यवस्थापनको उद्देश्य देखिन्छ। नेपाल जस्तो विकासोन्मुख अर्थतन्त्रमा अझ हाम्रो पुँजी बजारको आकार सानो भएको अवस्थामा एकैचोटि ठूलो मात्रामा विदेशी पुँजी भित्रिँदा र बाहिरिँदा अस्थिरता आउन सक्छ। कस्तो अस्थिरता? विशेष गरी आर्थिक सङ्कटको बेला वा कुनै नकारात्मक हल्ला चल्दा विदेशी लगानीकर्ताले ह्वात्तै आफ्नो लगानी झिकेर लैजान सक्छन्। यसलाई क्यापिटल फ्लाइट भनिन्छ। त्यसले हाम्रो विदेशी मुद्रा सञ्चितमा दबाव पर्छ, विनिमय दर अस्थिर हुन्छ र समग्र अर्थतन्त्रमै ठूलो धक्का दिन सक्छ। त्यो जोखिम कम गर्न? हो, त्यही जोखिम कम गर्न चरणबद्ध रूपमा खोल्ने रणनीति लिएको हो। यसमा नेपाल राष्ट्र ब्याङ्क NRB को भूमिका पनि महत्त्वपूर्ण हुन्छ, किनकि उसले पुँजी खाता क्यापिटल अकाउन्टलाई कडा नियन्त्रणमा राखेको छ। पैसा फिर्ता लैजाने नियमहरू रिप्याट्रिएसन रुल छन्, जस्तै SIFS का लागि सेबोनबाट 7 दिनभित्र स्वीकृति लिनुपर्ने भनिएको छ। न्यूनतम लगानी सीमा तोक्न सकिने कुरा छ आदि। एनआरएनहरूलाई पहिलो चरणमा अनुमति दिनुलाई एक किसिमले परीक्षण वा संक्रमणकालीन समूहको रूपमा हेरिएको छ भन्न सकिन्छ। सेबोनको भविष्यको योजनामा अरू के छन् त यो FPI-लाई सहजीकरण गर्न? केही रोडम्याप छ? सेबोनको रोडम्यापमा केही महत्वाकांक्षी योजनाहरू देखिन्छन्, जस्तै विदेशी लगानीकर्ताका लागि अनलाइनबाटै ग्राहक पहिचान EKYC को व्यवस्था गर्ने। त्यो त राम्रो भयो। हो, अनि अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरूसँग नेप्सेको कारोबार प्रणालीलाई जोड्ने र कारोबार फर्छ्यौटका लागि ब्लकचेन प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनेर अध्ययन गर्ने जस्ता कुराहरू पनि उल्लेख छन्। ल, अब कुरा गरौँ फाइदाहरूको। मानौ FPI भित्रियो, चाहे क्रमिक रूपमा होस् वा पछि पूर्ण रूपमा। यसले नेपालको पुँजी बजार र अर्थतन्त्रलाई के कस्ता फाइदा हुन सक्छन् त? केही अनुमानहरू छन्? अपेक्षा गरिएका फाइदाहरू धेरै छन्। पहिलो र सबैभन्दा महत्त्वपूर्ण फाइदा हो बजारमा तरलता बढ्नु, लिक्विडिटी बढ्नु। केही अनुमान अनुसार यदि FPI-लाई सहजीकरण गरियो भने सन् 2027 सम्ममा 200 देखि 300 मिलियन अमेरिकी डलर बराबरको विदेशी लगानी भित्रिन सक्छ। 200-300 मिलियन डलर? हो, यसले बजारको आकार बढाउँछ। अहिले हाम्रो बजार पुँजीकरण कुल गारस्थ उत्पादन GDP को करिब 60% छ। FPI आएपछि यो बढेर 80% सम्म पुग्न सक्ने अनुमान छ। यो त ठूलै फड्को हुने भयो। दोस्रो, मूल्य खोज प्राइस डिस्कभरीमा सुधार हुन्छ। जब धेरै किसिमका विशेष गरी संस्थागत र जानकार लगानीकर्ता बजारमा आउँछन्, तब कम्पनीहरूको शेयरको मूल्य बढी तर्कसङ्गत र वास्तविक मूल्यको नजिक निर्धारण हुन थाल्छ। राम्रा कम्पनीहरूको PE रेशियो बढ्न सक्छ। तेस्रो, बजारमा विविधीकरण बढ्छ। अहिले ब्याङ्कहरूको दबदबा छ नि। FPI आएपछि जलविद्युत, बीमा, पर्यटन, पूर्वाधार जस्ता अन्य क्षेत्रका कम्पनीहरूमा पनि लगानी बढ्न सक्छ। यसले बजारलाई बढी सन्तुलित बनाउँछ। यो पनि राम्रो कुरा भयो। चौथो, अन्तर्राष्ट्रिय स्तरको मूल्याङ्कन र अनुशासन भित्रिन्छ।
विदेशी संस्थागत लगानीकर्ताहरूले लगानी गर्नुअघि कम्पनीको सुशासन कस्तो छ, पारदर्शिता कति छ, वित्तीय विवरणको गुणस्तर कस्तो छ, जस्तै IFRS अनुसारको रिपोर्टिङ छ कि छैन भनेर धेरै ध्यान दिन्छन्। यसले नेपाली कम्पनीहरूलाई पनि यी कुरामा सुधार गर्न दबाब दिन्छ, जसले समग्र लगानीकर्ताको विश्वास बढाउँछ र बजारलाई जुवा घर जस्तो मात्र होइन लगानी गर्ने ठाउँ हो भन्ने स्थापित गर्न मद्दत गर्छ। यसले GDP वृद्धिलाई नै टेवा पुर्याउँछ। अहिले पुँजी बजारको GDPमा योगदान 5% भन्दा कम छ भनिन्छ। अनि अर्को एउटा सानो तर महत्त्वपूर्ण फाइदा, भारतीय रुपैयाँसँग हाम्रो स्थिर विनिमय दर छ नि, त्यसले गर्दा भारतीय र अन्य क्षेत्रीय लगानीकर्ताहरूका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्छ, किनकि उनीहरूलाई मुद्राको विनिमय दर तलमाथि हुने जोखिम, करेन्सी रिस्क कम हुन्छ। यो सबै सुन्दा त निकै आकर्षक छ, तर जोखिमहरू पनि त होलान् नि। कतै FPI भित्र्याउन खोज्दा अर्थतन्त्रलाई नै अस्थिर बनाउने त होइन, वा हामीसँग यसलाई व्यवस्थापन गर्ने क्षमता छ त? निश्चय पनि जोखिमहरू छन् र तिनलाई नजरअन्दाज गर्न बिल्कुल मिल्दैन। पहिलो त त्यही नियामक र राजनीतिक जोखिम नै हो। नीति नियम बन्न ढिलाइ हुने, बनेका नियम पनि छिटो परिवर्तन हुने, वा लगानी फिर्ता लैजाने प्रक्रियामा अस्पष्टता वा ढिलासुस्ती भयो भने विदेशी लगानीकर्ता निरुत्साहित हुन सक्छन्। यो त सधैँको डर भइआयो। हो। दोस्रो, हाम्रो बजारको गहिराई अझै सीमित छ। थोरै किनबेचले पनि मूल्यमा ठूलो उतार चढाव आउन सक्छ। यस्तोमा ठूलो विदेशी लगानी भित्रिँदा वा बाहिरिँदा बजार धान्न गाह्रो हुन सक्छ। तेस्रो, विदेशी मुद्राको सञ्चिति र तरलताको अभाव। यदि एकैपटक धेरै विदेशी लगानीकर्ताले लगानी झिक्न खोजे भने उनीहरूलाई तिर्न पर्याप्त डलर नहुन सक्छ, विशेष गरी सङ्कटको समयमा। यो पनि गम्भीर कुरा हो। चौथो, एसिबियोनको आफ्नै अनुगमन क्षमता अझै सीमित छ भन्ने कुरा अघि पनि आयो। FPI आएपछि बजारमा छलखेलका नयाँ तरिकाहरू भित्रिन सक्छन्, त्यसलाई चिन्ने र रोक्ने क्षमता बढाउनु जरुरी छ। अनि पाँचौं, NRN र SIF बाहेक अन्य विदेशीका लागि पूर्ण पहुँचको बाटो अझै खुलिसकेको छैन। कहिले खुल्छ भन्ने अनिश्चितता छ। त्यसो भए समाधान के त? जोखिम मात्रै त होइन होला? हो, समाधानका उपायहरू पनि छन्, जस्तै त्यही चरणबद्ध कार्यान्वयन, फेज्ड इम्प्लिमेन्टेसन, अहिले NRNलाई दिए जस्तै बिस्तारै अन्य विदेशीलाई पनि खोल्दै जाने, कडा पुँजी नियन्त्रणका उपायहरू, क्यापिटल कन्ट्रोल्सलाई कायम राख्ने, जस्तै लगानी गरेको निश्चित समयसम्म झिक्न नपाउने होल्डिङ पिरियड, वा एकैपटक ठूलो रकम झिक्न सीमा लगाउने विड्रल लिमिट्स जस्ता कुराहरू गर्न सकिन्छ। अनि सबैभन्दा महत्त्वपूर्ण, रेगटेक जस्ता प्रविधिमा लगानी गरेर सेवनको अनुगमन र नियमन क्षमता बढाउने। यदि यी कुराहरूलाई ध्यान दिएर राम्रोसँग व्यवस्थापन गर्न सक्यो भने FPIले साँच्चीकै नेपालको पुँजी बजारलाई रूपान्तरण गरेर आर्थिक वृद्धिको एउटा बलियो इन्जिन बनाउन सक्छ। सामना गरिरहेका चुनौतीहरू र सुधारका सम्भावनाहरूबारे विस्तृत कुरा गर्यौं। सँगसँगै निकै महत्त्वपूर्ण र चर्चामा रहेको विषय विदेशी पोर्टफोलियो लगानी, FPIको सम्भावना, यसका फाइदा र जोखिम, र नेपालले अपनाइरहेको त्यो क्रमिक उदारीकरणको नीतिबारे पनि गहिरिएर हेर्यौं। स्पष्ट छ, एसिबियोनले पुँजी बजारको विकास र नियमनमा केन्द्रीय भूमिका खेल्छ, तर यसलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन निरन्तर सुधार आवश्यक देखिन्छ। हो, र FPIको क्रमिक प्रवेशले बजारमा नयाँ सम्भावनाका ढोकाहरू पक्कै खोल्न सक्छ, तर यसलाई हतारमा भन्दा पनि सावधानीपूर्वक आवश्यक पूर्वाधार र नियामक क्षमता विकास गर्दै व्यवस्थापन गर्नुपर्ने देखिन्छ। यो नियामक निकायको काम र विदेशी लगानी भित्र्याउने जटिल प्रयासहरूको एउटा सानो झलक मात्र हो। अन्त्यमा एउटा प्रश्न सोच्नका लागि छोडेर जाउन त, यदि भविष्यमा FPI पूर्ण रूपमा खुला गरियो भने यसले नेपालको अर्थतन्त्र, जुन परम्परागत रूपमा ब्याङ्किङ क्षेत्रमा धेरै निर्भर छ, त्यसको आधारभूत संरचनालाई नै कसरी परिवर्तन गर्न सक्ला? र त्यो परिवर्तनका लागि के नेपाल साँच्चै तयार छ? यो आफैले थप खोज र मनन गर्नुपर्ने विषय हो जस्तो लाग्छ। यस्तै अर्को गहिरो विश्लेषणमा फेरि भेट्ने वाचा गर्दै आजलाई हामी बिदा लिन्छौं। नमस्कार। नमस्कार।